बीआईटी बैचलर अफ इन्फर्मेसन टेक्नोलोजी को कोर्स को बारे में बीआईटी को इतिहास, फी स्ट्रक्चर, शुल्कहरू कति लाग्छन्, त्यस पछाडी चाहिँ स्कोप र प्लेसमेन्ट हाम्रो देश नेपालमा कस्तो खालको रहेको छ, त्यसै गरी लिस्ट अफ कलेजहरू के कस्ता रहेको छ, डोनेसन र स्कलरशिपहरू के कस्ता रहेको छ। आजको यस भिडियोमा हामी चाहिँ सम्पूर्ण जानकारी बीआईटी सम्बन्धी तपाईहरुलाई चाहिँ दिनेछौँ। नमस्कार विद्यार्थी साथी भाइ बहिनीहरू, तपाईहरुलाई चाहिँ ट्यु नोटिस युट्युब च्यानलमा स्वागत छ। अब बीआईटी को इतिहासको कुरा गर्दाखेरि बीआईटी हाम्रो त्रिभुवन युनिभर्सिटी देशको सबभन्दा जेठो युनिभर्सिटीले चाहिँ बीआईटी कोर्स डिजाइन गर्नुभन्दा अगाडि चाहिँ थुप्रै विदेशी युनिभर्सिटीको आईटी कोर्सहरूको बारेमा चाहिँ अध्ययन गरेको थियो र ती आईटी कोर्सहरूलाई चाहिँ अध्ययनरत गरिसके पछाडि चाहिँ त्यस्तै खालको एउटा प्रोफेसनल कोर्स जुन चाहिँ मार्केटमा बिक्न सकोस्, जुन चाहिँ एउटा चाहिँ प्रतिस्पर्धात्मक रूपमा चाहिँ मार्केटमा आउन सकोस् भनेर एउटा चाहिँ आईटी कोर्स डिजाइन गरिएको छ, जुन चाहिँ 2076 सालमा हाम्रो युनिभर्सिटीले चाहिँ इन्ट्रोड्युस गरेको थियो। त्यही हो यो बीआईटी कोर्स। यो सीएसआईटी बीएससी सीएसआईटी भन्दा नयाँ कोर्स रहेको छ। पुराउनी कालदेखि चाहिँ बीएससी सीएसआईटी हाम्रो युनिभर्सिटीमा पढाइ हुँदै गरिरहेको थियो, जसमा चाहिँ म्याथमेटिक्सहरू बढी र आईटी सिमिलरिटिज गरेर चाहिँ पढाइ हुने गर्दथ्यो। तर अबको चाहिँ बीआईटी कोर्स एउटा मोडर्न कोर्स आईटी सम्बन्धी त्रिभुवन युनिभर्सिटीले चाहिँ इन्ट्रोड्युस गरेको छ। अब बीआईटी को कोर्स र सिलेबस स्ट्रक्चरको बारेमा कुरा गर्नेछौँ। बीआईटी 4 वर्ष 8 सेमेस्टरको रहेको छ, जुन चाहिँ 120 देखि 125 क्रेडिट आवर पढाइ हुने गर्दछ र बीआईटी प्रथम वर्षमा 2वटा सेमेस्टरमा चाहिँ इन्ट्रोडक्सन टु आईटी, सी प्रोग्रामिङ, डिजिटल लजिक, त्यसपछि बेसिक म्याथमेटिक्स एन्ड सोसियोलोजी जस्ता विषयहरू चाहिँ पढाइ हुने गर्दछन्। बाँकी सेमेस्टरहरूमा चाहिँ डीएसए डाटा स्ट्रक्चर एन्ड एल्गोरिदम, एआई, एडभान्स जावा प्रोग्रामिङ, त्यसपछि वेब टेक्नोलोजी 1, त्यसपछि वेब टेक्नोलोजी 2 जस्ता विषयहरू चाहिँ पढाइ हुने गर्दछ। र तपाईहरुले चाहिँ थ्योरी एक्जामिनेसन दिँदाखेरि प्रत्येक सेमेस्टरमा थ्योरी एक्जामिनेसन दिँदाखेरि चाहिँ 60 मार्क्सको थ्योरी एक्जामिनेसन रहेको छ र 40 मार्क्सको चाहिँ प्र्याक्टिकल एक्जामिनेसन रहेको छ, जुन चाहिँ हाम्रो एटेन्डेन्सहरू हेरेर हाम्रो चाहिँ टर्मिनल मिड टर्म एक्जामिनेसनहरूको मार्कहरू हेरेर चाहिँ तपाईहरुले चाहिँ मार्क्स दिने गरिन्छ। यो 100 मार्क्सको बीआईटी को चाहिँ सिलेबसहरू रहेको छ। अब फी स्ट्रक्चरको बारेमा कुरा गरौँ। बीआईटी त्रिभुवन युनिभर्सिटी एफिलिएटेड कलेजहरूमा चाहिँ प्राइभेट कलेजहरूमा चाहिँ 4 देखि 12 लाख रुपैयाँसम्म लाग्नेछ र सरकारी कलेजहरूमा चाहिँ अकर्डिङ टु कलेज डिफ्रेन्ट फीहरू रहेको छ। 3 देखि 5 लाखसम्म चाहिँ लाग्ने गर्दछन् सरकारी कलेजहरूमा। एक्ज्याक्ट बीआईटी को फी को लागि चाहिँ तपाईहरु चाहिँ आफू पढ्न चाहेको क्याम्पसमा गएर चाहिँ भिजिट गरेर फिजिकली भिजिट गरेर चाहिँ तपाईहरु चाहिँ यसको रियल फी स्ट्रक्चर चाहिँ थाहा पाउन सक्नुहुन्छ। अहिले चाहिँ एभरेजमा 3 देखि 5 लाखसम्म चाहिँ डोनेसनमा लाग्ने गर्दछ। अब चाहिँ योग्यता, यो एलिजिबिलिटी क्राइटेरिया, बीआईटी पढ्नलाई चाहिँ योग्यता के चाहिन्छ। यदि तपाईँ +2 म्यानेजमेन्ट वा साइन्स पढ्नुभएको छ भने तपाईँ इजिली एलिजिबल हुनुहुन्छ। तपाईको चाहिँ कुल सीजीपीए सी चाहिन्छ र तपाईले चाहिँ 11 वा 12 मा 100 मार्क्सको इंग्लिश पढेको हुनुपर्दछ र 100 मार्क्सको म्याथमेटिक्स वा कम्प्युटर दुईटै सब्जेक्ट मध्ये एउटा चाहिँ 100 मार्क्सको 11 वा 12 मा पढेको हुनुपर्दछ। त्यसैगरी यदि तपाईँ डिप्लोमा इन कम्प्युटर साइन्स, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ गर्नुभएको छ भने तपाईँ इजिली एलिजिबल हुनुहुन्छ बीआईटी कोर्सको लागि। र आर्ट्स पनि पढेको विद्यार्थीहरू चाहिँ यदि 11 वा 12 मा म्याथमेटिक्स र इंग्लिश लिएर पढ्नु भएको छ भने तपाईँ एलिजिबल हुनुहुन्छ आईटी कोर्सको लागि। इन्ट्रान्स एक्जामिनेसन प्रत्येक सालको साउन महिनामा चाहिँ यसको प्रवेश परीक्षा इन्ट्रान्स एक्जामिनेसनको फर्म खुल्छन्। तपाईँ चाहिँ आईएसटी को अफिसियल साइटमा आईएसटी, जसलाई चाहिँ इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी भन्ने गरिन्छ, यो चाहिँ यसको अफिसियल साइटमा तपाईँ गएर चाहिँ बीआईटी को इन्ट्रान्स फर्म भर्न सक्नुहुन्छ। वा बीआईटी को इन्ट्रान्स फर्म भर्न कुनै समस्या परेको छ भने हामीलाई कमेन्ट गर्नुहोस्, हामी त्यसको बारेमा एउटा चाहिँ छुट्टै भिडियो बनाइदिन्छौँ। इन्ट्रान्स एक्जामिनेसनको तपाईहरु फर्म भर्न सक्नुहुन्छ। यसको यसमा चाहिँ 40 मार्क्सको इंग्लिश सोध्ने गरिन्छ, अब्जेक्टिभ क्वेसन हुन्छन् र 40 मार्क्सको चाहिँ म्याथमेटिक्स वा कम्प्युटर। तपाईको लागि चाहिँ इंग्लिशको कम्पलसरी हुन्छन्, यसमा इंग्लिशको 100% बनाउनै पर्छ र म्याथमेटिक्स र कम्प्युटरमा तपाईहरुको अप्सन हुन्छ कि त म्याथमेटिक्स बनाउनुस् कम्प्युटरलाई छुँदै नछुनुस्, कि त कम्प्युटर 40 मार्क्सको बनाउनुस् म्याथमेटिक्सलाई छुँदै नछुनुस्।
र यसरी तपाईँहरू चाहिँ अब्जेक्टिभ क्वेसनलाई टिक हानेर चाहिँ इन्ट्रान्स पास गर्न सक्नुहुन्छ। 100 मार्क्स यसको फुल मार्क रहेको छ र 35 मार्क्स यसको पास मार्क रहेको छ इन्ट्रान्स एक्जामिनेसनको लागि। अब हामी चाहिँ बीआईटी कलेजहरूको बारेमा कुरा गर्नेछौँ। कस्ता खालको कलेजहरू रहेको छ? लगभग 12 देखि 15 वटा कलेजहरू चाहिँ हाम्रो युनिभर्सिटीमा चाहिँ बीआईटी कोर्सको लागि रहेको छ, जसमध्ये चाहिँ पाटन मल्टिपल क्याम्पस, भक्तपुर मल्टिपल क्याम्पस, रामस्वरूप रामसागर मल्टिपल क्याम्पस, अस्कल, धरान सेन्ट्रल क्याम्पस जस्ता क्याम्पसहरू रहेको छ। तपाईले इन्ट्रान्स दिइसके पछाडि चाहिँ इन्ट्रान्स पास गरिसके पछाडि चाहिँ एउटा प्रायोरिटी फर्म भन्ने खुल्छन्, जसमा तपाईहरू चाहिँ आफू इच्छाइएको कलेज, आफू रोजेको कलेजहरुमा चाहिँ त्यसमा चुज गर्न सक्नुहुन्छ। 8 देखि 10 वटा चाहिँ कलेजको लिस्ट त्यसमा चाहिँ तपाईहरू चुज गर्न सक्नुहुन्छ। अकॉर्डिङ टु र्याङ्क, तपाईले कति र्याङ्क ल्याउनु भएको छ त्यसअनुसार चाहिँ आईएसटी ले तपाईहरुलाई चाहिँ कलेज प्रदान गर्ने हुन्छ। अब डोनेसन र स्कलरशिप सिट्सको बारेमा कुरा गर्नेछौँ। प्राइभेट कलेजहरुमा अलि बढी पैसा लाग्छन्, सरकारी कलेजहरुमा 3 देखि 5 लाखसम्म लाग्छन्। त्यसमध्ये पनि जस्तै तपाईको क्याम्पसमा 36 वटा सिट छ भने 6 वटा सिट छात्रवृत्तिको लागि राखेको हुन्छ, जसमा 4 वटा चाहिँ फुल स्कलरशिप, पूर्ण स्कलरशिप चाहिँ हुन्छ, जसमा चाहिँ समावेशी अनुसार मधेसी महिला, त्यसपछि मधेसी महिला, पिछडिएको वर्ग, जनजाति जस्ता चाहिँ क्याटेगोरीहरूलाई चाहिँ समेटिएर 20% चाहिँ रिजर्भ क्याटेगोरी हुन्छन्, समावेशी हुन्छन्, तिनीहरूलाई चाहिँ फुल स्कलरशिप दिने गर्दछन्। र 2टा चाहिँ जेहन्दार हुन्छ। प्रत्येक सेमेस्टरमा टप गर्ने विद्यार्थीले चाहिँ छात्रवृत्ति प्रदान गर्ने गरिन्छ। यदि तपाई इन्ट्रान्समा टप गर्नुभयो भने फर्स्ट सेमेस्टरमा तपाईले चाहिँ छात्रवृत्ति पाउनुहुन्छ, एउटा पुरुष र एउटा महिला। यदि फर्स्ट सेमेस्टरमा तपाई टप गर्नुभयो भने, यदि फर्स्ट सेमेस्टरमा तपाई टप गर्नुभयो भने सेकेन्ड सेमेस्टरमा तपाई चाहिँ छात्रवृत्ति पाउन सक्नुहुन्छ। अब स्कोप र प्लेसमेन्टको बारेमा कुरा गर्नेछौँ। बीआईटी कोर्स पढिसके पछाडि चाहिँ तपाई के गर्न सक्नुहुन्छ? तपाई चाहिँ विभिन्न आईटी कम्पनीहरुमा चाहिँ काम गर्न सक्नुहुन्छ। तपाई चाहिँ वेब डेभलपर बन्न सक्नुहुन्छ। तपाई चाहिँ वेब डिजाइनर बन्न सक्नुहुन्छ। तपाई आफ्नै स्टार्टअप गर्न सक्नुहुन्छ। तपाई फ्रीलान्सिङ गर्न सक्नुहुन्छ। तपाई हाम्रो देशमा रहेको सेलफोन कम्पनी जस्तै एनटीसी, एनसेलमा चाहिँ आईटी अफिसरको रूपमा काम गर्न सक्नुहुन्छ। हाम्रो स्थानीय तह वा संघीय सरकारमा चाहिँ आईटी अफिसर वा आईटी असिस्टेन्टमा काम गर्न सक्नुहुन्छ। यही त्रिभुवन युनिभर्सिटी को विभिन्न क्याम्पसहरुमा चाहिँ आईटी असिस्टेन्ट वा आईटी अफिसर बनेर काम गर्न सक्नुहुन्छ, आईटी डिपार्टमेन्टमा काम गर्न सक्नुहुन्छ वा कम्प्युटर अपरेटरमा काम गर्न सक्नुहुन्छ। त्यसैगरी चाहिँ अब मास्टर्समा के खालको विषय पढ्ने? एमआईटी पढ्न सक्नुहुन्छ, मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी पढ्न सक्नुहुन्छ, एमएससी सीएसआईटी पढ्न सक्नुहुन्छ, एमसीए पढ्न सक्नुहुन्छ, वा मास्टर्स पढेर तपाईँ चाहिँ एउटा प्रोफेसर वा टिचर पनि बन्न सक्नुहुन्छ। अहिले आईटीको चाहिँ विभिन्न स्कोप्सहरू रहेको छ। अहिले यो 21 सेन्चुरी आईटीकै जमाना रहेको छ। तपाईको आफ्नो स्टार्टअप हुन सक्छ। तपाईँ कन्टेन्ट क्रिएटर, ब्लग्स राइटर जस्ता थुप्रै कामहरू चाहिँ घर बसेर फ्रीलान्सिङमा गर्न सक्नुहुन्छ। यस्तै खालको भिडियोको लागि चाहिँ हाम्रो युट्युब च्यानलमा तपाईहरु चाहिँ सब्स्क्राइब गर्नु होला र कुनै खालको अरु क्वेरीजहरू बाँकी छ भने बीआईटी सम्बन्धी तपाई चाहिँ यही भिडियोको कमेन्टमा कमेन्ट गर्नुहोस्। हामी तपाईहरुलाई रिप्लाई गर्छौं। धन्यवाद।